गाडी पनि कति लाख पर्दो रहेछ भाइ यसलाई? त्यति बेला 50-55 पुगेछ। यो लोनै गरेर किनेछ। तर मेरो त पास कोभिडले गर्दा सर म बाइक कुदाउनु गाह्रो भयो नि सर। म त ठिक छ। कोभिडले त झन्डै गएको नि सर। कोभिडमा त सबै नै त्यही अहिले सर मेरो पनि लङ्सको समस्या देखिन्छ कि सर। कसरी तपाईँ सुरु केही नखाने मान्छेलाई? होइन सर त्यति बेला कोभिडले दोकानले गर्दा सरियो। फेरि तपाईँको हामीले चाहिँ रुगा पुग्यो भनेर प्रेग्नेन्सी गऱ्यौँ। अन्त खतरा कोभिड रहेछ सर। अन्त डक्टरले त हस्पिटलमा बस्नु भनेको थियो नि त। म चाहिँ सर सिरियलको लिएर डरैले बस्नु भएन। डरले बसेको छ। हस्पिटलमा डरेमा चाहिँ धेरै फर्किँदैन नि सर मान्छेहरू। त्यसो भए तपाईँलाई त्यस्तो छ भने चाहिँ भाइ तपाईँले रेगुलरली त्यो रामदेव छ नि हजुर सर। फ्या क्या हजुर त्यो तपाईँ रेगुलरली गर्नुहोस् बिहान 1 घन्टा। हजुर सर। फोक्सोको लागि त्यो रामदेव जति राम्रो केही पनि होइन। सर असाध्यै नै राम्रो चिज हो त्यो। रामदेवले त त्यसलाई अब अर्कै कुरा भन्छ, भगवान्को के भन्छ हावा कुरा गर्छ होइन। तर तपाईँको त्यो फोक्सो भनेको चाहिँ स्पन्ज जस्तो हो क्या हाम्रो स्पन्ज। त्यो जसरी स्पन्जले चाहिँ तपाईँको त्यो फिल्टर गर्छ नि त्यसरी फोक्सोले फिल्टर गर्छ। त्यो फिल्टर गर्दै त्यो स्पन्जको पालहरू टालिँदै जान्छ क्या। त्यो टालिँदै गएपछि फोक्सोमा समस्या आउने हो भन्छन् डाक्टरहरूले। त्यसले गर्दाखेरि तपाईँ त्यो रामदेव हरेक दिन मिल्छ 2 पल्ट गर्नुहोस् बिहान बेलुकै खाली पेटमा होइन, खाएर नगर्नु होला। अनि त्यो गरिसकेर 15-20 मिनटमा खाए हुन्छ। तपाईँ गर्नुहोस् त्यो तपाईँले कन्टिन्यू 1 वर्ष गर्नु भने तपाईँले रिजल्ट पाइहाल्नुहुन्छ क्या कस्तो भयो मलाई भन्ने। एकदमै राम्रो। त्यसको विभिन्न तरिका हुन्छन् निकाल्ने फाल्ने। तपाईँले नाकबाट तानेर मुखबाट फाले पनि हुन्छ, नाकैबाट गरे पनि हुन्छ। रामदेवले चाहिँ नाकैबाट गर्नु भन्छ होइन। त्यसरी पनि गर्छ नि त। त्यसरी गर्छ हो, त्यसरी पनि गर्छन्। तर त्यो केही गर्नु पर्दैन। तपाईँ लामो सास तान्नुहोस् होइन, लामो सास फेर्नुहोस्। अब त्यसको एउटै कायदा के भने 1 2 3 गरेर तान्ने, 5 6 7 8 मा फाल्ने काउन्टिङमा क्या। 1 2 3 तान्ने, 4 5 6 7 8 मा फाल्ने क्या। के हो र यो कुन ठाउँ हो? अलि माथिबाट होला नि त। त्यो गर्नुहोस् भाइ, तपाईँलाई एकदमै फाइदा हुन्छ है। यो के ठाउँ हो? चारपरे आउनु आँट्यो नि सर। ए बिस्तारबाट चढाउँछ यहाँ सहरमा त गाडी भन्नु नि सर। के गर्नु खाना खाउँ सर बिस्तारबाट? नखाने चिया खाइहाल्यो भयो भने। अरे मलाई जहाँ जति बेला भोक लाग्छ नि त्यति बेला खान्छु। तपाईँ खानु होइन सर। किन तपाईँ केही खानुहुन्न? होइन सर म त तपाईँको अघि त्यति खाएँ। म त गाजरले नै मजाले भएछ। होइन गाजर त अलिक 4-5 वटा खाएको भए त पुगिहाल्थ्यो। चाहिने क्यालोरी पुगिहाल्नु सर। भात खाएर त पेट भएर कामै छैन नि सर। कामै छैन। कार्बोहाइड्रेट खाने भनेको 30 बिलोमा मात्रै हो। हजुर सर। 30 क्रस गरेपछि कार्बोहाइड्रेट खासै चाहिँदैन शरीरलाई। किनभने जस्तो तपाईँ 50 को मान्छेले त कामै गर्दैन भन्दा पनि हुन्छ नि। उही गाउँमा भयो गर्छ, जोत्छ गर्छ, भारी बोक्छ। अब हामी यसरी गाडीमा हिँड्ने मान्छेलाई हामीलाई त वास्तवमा कार्बोहाइड्रेट नखाए पनि हुन्छ क्या। प्रोटिन र अरू चिज मात्रै खाने हो हामीले। हाइवे आइहाल्यो हो, आइसक्यो। यही हो तेर्सो बाटो। कति छिटो आयो म अचम्म लाग्दैछ सर। साह्रै नजिक रहेछ त यो पो रहेछ त जाने बाटो त भाइ। सर हामी बिर्तामा जाउँ है सर। ओके यता जानु कहीँ छ सुरुङ्गातिर सरको? छैन शनिचरतिर ए सुरुङ्गा जाउँ न उसमा के अरे जोनमा जोनको अफिसमा। ए सर हो। त्यो मेरो साथी छ रविन्द्र, हजुर सर। त्यसलाई गएर भेटेर तपाईँसँग चिनाजाना पनि गराइदिन्छु म। हजुर सर। केही यसो भयो भने त्यताबाट चढौँ पनि सर है। हजुर त्यताबाट चढौँ पनि। त्यतिबाट चढौँ किनभने ब्याग इन्च भएपछि मलाई बिर्तामा तपाईँको त्यहाँबाट तपाईँको उयो पाइहाल्छ सर। त्यही त गाडीमा चाहिँ हतार गर्नु यो अरू भन्दा नि 2 चक्केहरू हेर्नु यस्तो इन्डिकेटर देखिरहेछ। मतलब हुँदैन यिनीहरूलाई उनीहरूलाई नि जाने कि छैन कि यिनीहरूले। अझ यो बहिनीहरू छ नि यिनीहरूसँग असाध्यै डराउनु। स्कुटीवालासँग ट्याग गर्दा पनि तर्सिन्छ सर। हो मारिहाल्छ यिनीहरूले। मैले कोटेश्वरमा रोकेको गाडीमा लगेर ड्याममा हानेर झन्डै मरो आफै। अनि के गरेको बहिनी भने ब्रेक लगाएको अर्कै थिचेछु भन्छ।
फेरि छोरी मान्छेको पहिलो नम्बर छ नर्भस हुने छिट्टो, अनि